ओम नमः शिवाय। म शिव हुँ, न म जन्मन्छु, न म मर्छु। न बन्धनमा नै हुन्छु, न त मुक्त नै हुन्छु। मानिसहरू मलाई कैलाशमा खोज्छन्, मूर्तिमा खोज्छन्, हेरिरहन्छन्, मन्दिरमा पुकार्छन्, तर म त्यहाँ छैन जहाँ तिमीहरू सोचिरहन्छौ। म त्यहाँ छु जहाँ विचार बन्द हुन्छन्, जहाँ चाहना इच्छाहरू समाप्त हुन्छन्, जहाँ तिमीहरूको शरीरभित्रको म समाप्त हुन्छ। गलित थकित हुन्छ। शिव कोही व्यक्ति होइन, शिव एक अवस्था हो। जब तिमी क्रोधबाट माथि उठ्छौ तब शिवको छुन सक्छौ। जब तिमीहरू लोभ लालसा छोड्छौ तब तिमीहरू शिवको समीपमा आउँछौ। जब तिमी क्षमा गर्छौ तब तिमी शिवमा प्रवेश गर्छौ। शिवत्वको अर्थ हो अडिग रहनु। सुख आए त्यहाँ पनि शान्त, दुःख आए त्यहाँ पनि स्थिर। जुन दिन तिम्रो मन तारिफबाट प्रसन्न हुँदैन र निन्दाबाट गिर्दैन, त्यस दिन तिमी योगी बन्छौ। म तिमीसँग यो कुरा गर्दिन कि संसार छोड। म भन्छु कि संसारलाई तिम्रो भित्रबाट नै छोडिदेऊ। बाहिर सबै त्यस्तै रहिरहोस् जस्तो चलिरहेको छ, तर भित्र सदा मौनमा नै स्थिर रहनु। जब तिम्रो पहिचान नामबाट होइन, पदबाट होइन, शरीरबाट होइन, तर चेतनाबाट हुन सुरु भयो, तब तिमी शिवत्वमा प्रवेश गरिसकेको हुनेछौ। म कुनै टाढा बसेको देवता होइन, म तिम्रो सबैभन्दा गहिरो शान्ति हुँ। म तिम्रो सबभन्दा नजिकको बोध हुँ। जब तिमी यो कुरा जान्दछौ, जसलाई तिमी खोजिरहेका छौ, उही तिमी स्वयं हौ। तब यात्रा समाप्त हुन्छ, तब साधक मेटिन्छ, तब केवल शिव मात्र शेष बाँकी रहन्छ। यही नै सत्य हो।